Yo ando buscando por el trabajo,
नेशनल क्याम्पेनमा एउटा आन्दोलन ठुलो काम गरेको छ। जुनसुकै कुरा पनि एउटा पार्टीको मात्रै त्यो आन्दोलनले काम गर्थ्यो र हामी कुनै पनि अरू पार्टीको त्यसमा सोसल मिडियामा त्यो किसिमको उपस्थिति हुन सकेको थिएन र यसभित्र एउटा माहौल एउटा यस्तो क्रिएट हो जसले गर्दा हामी मात्रै होइन अरू पार्टीहरूलाई पनि सफल हुने अवसर प्राप्त भएन। तर उज्यालो नेपाल पार्टी हामी हारेर पनि जितेको पार्टी हो। हामी हारौँ तर जितेका छौँ किनभने आम नेपाली जनतामा उज्यालो नेपाल पार्टीप्रतिको विश्वास अझै पनि बरकरार छ। उज्यालो नेपाल पार्टीप्रतिको जुन किसिमको सहानुभूति अझ बढेको छ। उज्यालो नेपाल पार्टी र उज्यालो नेपाल पार्टीको नेतृत्वले जित्नुपर्ने थियो तर जित्न सकेन। त्यसमा हामीलाई दुःख लागेको छ भनेर हरेक ठाउँमा हामी पुग्दा पनि जनताको त्यो गुनासो त्यो किसिमको विश्वास हामीमा देखिन्छ। यो उज्यालो नेपाल पार्टी देशैभरि हरेक घरमा हरेक व्यक्तिमा उज्यालो नेपाल पार्टीको नाम र उज्यालो नेपाल पार्टीको नेतृत्वप्रति विश्वास छ, अहिले पनि छ र आगामी दिनमा त्यो विश्वास एउटा परिणाममा परिणत हुन्छ भन्ने लागेको छ। अब एउटा पार्टी सरकारमा एउटा पार्टीले 2/3 बहुमत दिएर सरकारमा आएको छ। यो यसरी 2/3 बहुमत जनताले दिएकोमा हिजोका पार्टीहरूले पुराना पार्टीहरूले पुराना नेतृत्वले जनताको विश्वास जनताप्रतिको विश्वास गुमाउँदै गएको अवस्था थियो। एउटा आक्रोश र जुन किसिमको फ्रस्ट्रेसन जनता हरेक नेपाली युवाहरूमा पैदा भएको थियो। त्यसको कारणले पुरानो पार्टीहरूलाई साथै हुन दिनु हुँदैन भन्ने एउटा मनोविज्ञानले पनि एउटै पार्टीप्रति आम नेपाली जनताले भोट हालेको अवस्था छ। यो त्यसले गर्दाखेरि फेरि 2/3 बहुमतको सरकार बनेको छ। हामीले भनेका छौँ अहिलेको सरकारले हाम्रो हार्दिक शुभकामना छ, बधाई छ र उहाँले राम्रो काम गरोस्, राम्रो काम गर्नुपर्छ। जनताले नेपालमा परिवर्तन चाहेको छ, जनताले नेपालमा सुशासन चाहेको छ, समृद्धि चाहेको छ, यही रोजगारी होस् भन्ने भावना जनतामा छ। हरेक नेपाली युवाहरू यही बसेर काम गर्न सकोस् भन्ने आम नेपाली जनताको चाहनालाई पुरा गर्नुपर्छ। यो सरकारले पुरा गर्नेछ, गरोस् भन्ने हाम्रो शुभकामना छ। हामी उहाँहरूले यो सरकारले काम गर्नलाई हामी स्वागत गर्छौँ, उहाँहरूले सपोर्ट गर्छौँ, उहाँलाई हामीले सकेको सुझाव सल्लाह पनि दिइरहेका छौँ, दिन्छौँ। उहाँले राम्रो काम गरोस्, राम्रो कामको लागि हामी सबैले सहसाथ सहयोग दिनुपर्छ। जसले गरी देश विकास होस्, देश विकास हुनुपर्छ। तर देश विकासको लागि त्यो किसिमको सेवा, त्यो किसिमको डेलिभरी दिने काम चाहिँ सरकारले गर्छ। यदि त्यो भएन, यदि त्यसरी चाहिँ काम गर्न सकेन र गलत बाटोतिर सरकार लाग्यो भने उज्यालो नेपाल पार्टी हामी सडकमा रहेर त्यसको सशक्त विरोध गर्नेछ। हामी उज्यालो नेपाल पार्टीलाई
जनताले बाहिर बसेर खबरदारी गर, अहिलेलाई तपाईँले बाहिर बसेर खबरदारी गर, यो सरकारलाई सही दिशामा लगेर यो देशलाई परिवर्तनतर्फ लैजाऊ भन्ने म्यान्डेटमा हामीले महसुस गरेका छौँ। त्यही हिसाबले हामी बाहिर बसेर सशक्त रूपले सुझाव दिने, खबरदारी गर्ने, विरोध गर्ने कामहरू हुन्छ। सही कामको हामी सपोर्ट गर्छौँ, गलत काम भयो भने विरोध गर्छौँ। र यो सरकार 3 महिनासम्म एउटा हनीमुन पिरियड भन्छ, 3 महिनासम्म सरकारले काम गर्नुपर्छ, जुन काम गर्नुपर्छ, गलत गरेर गयो भने हामी सुझाव दिन्छौँ। 3 महिनामा उहाँहरूलाई चाहिँ यो बेनिफिट अफ डाउट केही गल्ती भयो भने सुधार्ने मौका दिनुपर्छ। 3 महिनासम्म काम गरोस्, 3 महिनासम्ममा उहाँले एउटा रिजल्ट सही दिशातर्फ देश गइरहेको छ भने एउटा निर्देश दिशा निर्देश गरोस् भन्ने हाम्रो चाहना हो। तसर्थ हामीले 3 महिनासम्म हामी उहाँहरूको गतिविधि गरिरहेका र उहाँलाई साथ सहयोग सुझाव हामी दिन्छौँ र उहाँहरूले यदि सही काम गर्दै गयो भने हामी उहाँहरूसँगै साथ सहयोग गरेर जान्छौँ। गलत दिशातिर गयो भने त्यसको खबरदारी गर्ने काम सडकबाट गर्छौँ। हामी संसदमा छैनौँ, संसदमा नभए पनि हामी सडकबाट नै गर्छौँ। त्यो भएर हामीले अब हामीले हरेक जनताको इस्यु, जनताको मागलाई लिएर हामीले सडकबाट खबरदारी गर्ने। हाम्रा नेताहरू हिजो गाउँ गाउँमा पुगेको छ, एउटा माग, एउटा प्रतिबद्धता बोकेर गएको छ। हामी जित्यौँ भने यो गर्छौँ भनेर गएको छ। त्यो प्रतिबद्धताहरूलाई लिएर तपाईँहरू गाउँ गाउँमा तत्काल गर्न सकिने, तपाईँहरूको लेभलबाट गर्न सकिने तपाईँहरूले गर्नुहुन्न। मेरो लेभलबाट गर्नुपर्ने, पार्टीको लेभलबाट सरकारले गर्दै ल्याउनुपर्ने हामी अगाडि बढ्छौँ र सरकारलाई गर्दै ल्याउँछौँ र पार्टीको तर्फबाट हाम्रो व्यक्तिगत तर्फबाट गर्न सक्ने कामहरू पनि धेरै हुन्छ। त्यो काम पनि हामीले अगाडि बढाउनुपर्छ, हामी बढाउँदै जान्छौँ। तसर्थ हामीले जनतासँग जोडिने काम, यो पार्टी सङ्गठन बनाउने एउटा हाम्रो मानिसहरूको